अब नेपालगञ्जमा पनि 40 डिग्री सेल्सियस पुगिसकेको अवस्था छ अनि तराईका क्षेत्रहरूमा लगभग 35 डिग्री सेल्सियस भन्दा माथि नै तापक्रम अब्जर्भ भएको अवस्था देखिन्छ। अब खासै त्यस्तो ठुलो वर्षा गराउने प्रणाली पनि नेपालमा छैन। यसले गर्दाखेरि क्षणिक वर्षा भए तापनि खासै त्यस्तो लामो समय वर्षा हुने अथवा शीतलै हुने अब तापक्रमको कारणले चाहिँ खासै त्यस्तो अब गर्मी हुँदैन भन्ने अवस्था चाहिँ तत्काललाई देखिँदैन। अब भोलि पर्सि पनि तराईका क्षेत्रहरूमा लगभग 40 डिग्री सेल्सियसकै हाराहारीमा हुन सक्ने र यो धेरै भनौँ न तराईका धेरै स्थानहरूमा चाहिँ अब 35 डिग्री सेल्सियस भन्दा माथि नै र 40 डिग्री सेल्सियसको हाराहारीमा हुन सक्ने हुनाले अब गर्मी बढेको पनि छ र अझै पनि बढ्दैछ। त्यसैले यो अब कहिलेसम्म बढ्छ यो, कहिलेसम्म रहन्छ यो स्थिति? अब यो स्थिति चाहिँ अब लगभग मनसुनको सुरुवाती भएसँगै चाहिँ बिस्तारै तापक्रममा गिरावट आउँदै जाने हो। कि त एकदम प्री मनसुनमा पनि वर्षाका गतिविधिहरू एकदमै भइराख्यो भने चाहिँ तापक्रम बढ्छ। अहिले तत्काललाई चाहिँ त्यस्तो धेरै वर्षाको गतिविधिहरू जस्तो देखिँदैन, त्यसैले तापक्रम घट्छ होइन। त्यसैले चाहिँ तत्काल वर्षाको गतिविधि नभएको कारणले तापक्रम चाहिँ बढ्ने नै देखिन्छ। अधिकतम र न्यूनतम तापक्रम चाहिँ गर्मी नै हुन्छ। अब मनसुन सुरुवात भइसके पश्चात चाहिँ बिस्तारै वर्षाका गतिविधिहरू सुरु हुने हुनाले त्यस पछाडि चाहिँ बिस्तारै तापक्रम घट्ने सम्भावना